वेलकम टु माई मिनी ब्लग। सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा। अनि सबैजनालाई नमस्ते। झोरले तसिदेले सेवा सबैजनालाई स्वागत छ मेरो भिडियोमा। अनि आज चाहिँ मैले किन भिडियो बनाउँदैछु भने साथीहरू, यस्तो मजाको पानी परिरहेको छ, झन्नै लड्यो। यस्तो मजाको पानी परिरहेको छ नि, यताको भ्यू हेर्नु न। ओ माई गड, यस्तो राम्रो देखिरहेको छ, यस्तो दामी छ। अनि अहिले चाहिँ म खाजा बनाउँदैछु। खाजा के बनाउँदैछु भने म तपाईँलाई देखाउँछु। अनि को कहाँबाट हुनुहुन्छ सबैजनाले मेरो भिडियोमा लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। म यो भिडियो के भन्छ युट्युबमा पनि हाल्छु, अनि फेसबुकमा पनि हाल्छु, अनि त्यसपछि टिकटकमा पनि हाल्छु। साथीहरू सबैजनाले माया गरिदिनु होला है त। त्यस्तो खासै भिडियो बनाएर त्यस्तो उयो गर्न त आउँदैन, तै पनि ट्राई गर्दैछु। मलाई चाहिँ भिडियोहरू बनाउन एकदम मनपर्छ। अनि यहाँ मेरो अन्डा पाक्दैछ, अनि चौचौ फ्राई पाकिसक्यो। यहाँ अन्डा पाक्दैछ, यहाँ चाहिँ चौचौ फ्राई अब खान्छु। अनि सबैलाई दिन्छु पनि, खान्छु पनि। बिरामीहरू पनि हुनुहुन्छ, बिरामीहरूलाई पनि दिनुपर्छ। त्यस्तै हो साथीहरू। तपाईँलाई म अहिले चौचौ खाएको र चौचौ दिएको पनि भिडियो देखाउँछु। आजको मेरो मिनी ब्लग चाहिँ यस्तै हुन्छ होला। सबैजनाले माया गरिदिनु होला है त। तपाईले म जहाँबाट यो करुङ हड्डी भयो भने निकाल। ल हेर्नु मेरो खाजा, आजको खाजा कटर, अनि के भन्छ यसलाई, चौचौ फ्राई, अन्डा। वाउ, एमी एमी एमी। अर्को साथीहरू, मैले आज यो मैले बनाएको कस्तो छ कमेन्ट गर्नु ल। यो मैले बनाएको, अनि यहाँ छ नानीले बनाएको, उसले बनाएको। हाई भनिदेऊ एकचोटि, हाई। अनि कस्तो लाग्यो खाजा भनिदेऊ त। खाएकै छैन, हेर्दै मिठो जस्तो छैन। तिम्रो दुईवटा अचार ल्याइदिएको छु। यो जरुर चाहिँ म मासु सोचिरहेको। मासु चाहिँ कहाँबाट लिएर आउँदा मैले अब। ल मैले बनाए मिठो छ होला, मलाई पनि जहाँसम्म लाग्छ। आफूले बनाएपछि मिठो हुन्छ, तर मलाई चाहिँ होइन, मलाई त अरूले बनाए मिठो हुन्छ। मलाई त प्रायः जस्तो म जहाँ गएँ म आफै बनाउनु पर्छ कि, त्यही भएर अरूले बनाएको कस्तो हुन्छ थाहा छैन। म चाहिँ खालि बच्चा जस्तो छ, यसमा लुगामा लागिहाल्छ। अनि म आफै बनाएको, अनि त्यही भएर यस्तो नदेखायो हौ। ल त्यो फुल्ला हटाइदिउँ, अनि हाम्रो यो खाइदिउँ है त। म खाएर भन्छु है साथीहरू कस्तो छ। दामी।